मेची आँखा अस्पताल सङ्घको अध्यक्षमा पुनः जलकुमार गुरुङ सर्वसम्मत चयन भएका छन्। झापाका सामाजिक तथा खेलकुद क्षेत्रका अगुवा गुरुङ दोस्रो कार्यकालका लागि मेची आँखा अस्पताल सङ्घको अध्यक्षमा पुनः चयन भएका हुन्। बिर्तामोड स्थित अस्पतालमा भएको साधारण सभाले गुरुङको नेतृत्वमा सचिव बाहेक सबै पदमा अघिल्लो कार्य समितिलाई नै दोहोर्याएको छ। सचिवमा भने सुरज खत्री चयन भएका छन्। त्यस्तै समितिको उपाध्यक्षमा सुरेश बंसल र कोषाध्यक्षमा मन्जु सिटोला पोखरेल दोहोरिएका छन्। सदस्यहरूमा भने छत्र अधिकारी दिनेश मित्तल, भरतलाल गिरी, भीम गुरुङ, चण्डी पराजुली, डाक्टर गणेश पोखरेल र गणेश पोखरेल चयन भएका छन्। साधारण सभाले अध्यक्ष गुरुङको प्रतिवेदन र लेखा समितिले तयार गरेको प्रतिवेदन पारित गरेको छ। अध्यक्ष गुरुङले अस्पतालको हालसम्म विस्तार गरिएको सेवा र भावी योजनाबारे समेत कार्यक्रममा जानकारी गराएका थिए। 3 वर्ष अघि पहिलो पटक अध्यक्ष भएपछि गुरुङले अस्पतालमा नेत्र चिकित्सा र प्रविधि सम्बन्धी अध्ययनको तयारी गरेका छन्। अध्ययनका लागि नेसनल एकाडेमी अफ मेडिकल साइन्स नामसँग सम्झौता भइसकेको छ। निकट भविष्यमा सम्पूर्ण मापदण्ड पूरा गरेर कलेज सञ्चालन गर्ने गरी कार्यविधि अघि बढाएका छन्। त्यस्तै रोटरी क्लब सङ्घको सहकार्यमा मोबाइल अप्थामिक भ्यान सञ्चालनको तयारी सुरु गरिएको छ। आँखा अस्पतालमा हुनुपर्ने सम्पूर्ण उपकरण सहित यो भ्यानले आँखा शिविर तथा बिरामी भएकै ठाउँमा पुगेर उपचारमा सहयोग पुर्याउने अध्यक्ष गुरुङले बताएका छन्।